हेलो साथीहरु, फेरि पनि हजुरहरुलाई मेरो नयाँ ब्लगमा स्वागत छ। र आज बेंगलोरमा हामीलाई अचानक किन चाउमिन खाने मन लाग्यो? ल हेर्नुहोस्, हामीसँग भिडियोमा जोडिनुहोस्। सबैभन्दा अघि चाहिँ मैले पानी बोइल गर्न राखेँ, अनि त्यसपछि चाहिँ पानी तातिने बित्तिकै मैले चाहिँ त्यसमा चाउमिन हालेँ। अनि चाउमिन हालिसकेपछि फेरि बिस्तारै चाहिँ खौलिँदै थियो। अनि त्यसपछि चाहिँ म यता चाहिँ पकौडा हाल्न थालेँ हैन। मासु नभएपछि चाउमिन चाहिँ के मजा है। अनि त्यसपछि म लाग्यो फेरि भेजिटेबलतिर। भेजिटेबलहरु सबै काटिसकेको थिएँ हैन, रेडी राखेको थिएँ। उता चाहिँ पकौडाहरु रेडी हुँदै थियो। अनि त्यसपछि चाहिँ म आफ्नो लोकल स्टाइलमा चटनी बनाएँ। अनि त्यसपछि चाहिँ पकौडा सबै हालेर म चाहिँ हैन अब चाउमिन बनाउन चाहिँ स्टार्ट गर्न थालेँ। त्यसपछि सबै भेजिटेबलहरु उठाएँ अनि भेजिटेबलहरु हाल्न थालेँ हैन। चाउमिनमा चाहिँ अलि भेजिटेबलहरु धेरै भएपछि अलि चाहिँ मलाई चाहिँ मन पर्छ है। अरूलाई चाहिँ थाहा भएन, मलाई चाहिँ धेरै मन पर्छ है। अनि यतातिर हुनुहुन्छ मेरो मामा माइजू हैन। उहाँहरु चाहिँ अब खानालाई चाहिँ वेटिङमा हुनुहुन्छ है। अनि हामीसँगै फेरि हाम्रो बहिनी पनि छ एउटा। हामीसँग हुनुहुन्छ बहिनी चाहिँ फेरि असाध्यै राम्रो लाग्ने रहेछ के चाउमिन चाहिँ उलाई। ऊ चाहिँ वेटिङमा छ। पहिले अलिकति बनाएको थियो, ऊ चाहिँ खाएर सकिसक्यो उले है। हाम्रो नजिकै चाहिँ बिना मासु खानेवाला पनि थियो। अनि त्यसैले बनाएको थिएँ। अनि यता चाहिँ हाम्रो लागि बनाउन थालेँ म चाहिँ। हेर्न सक्नुहुन्छ पुरा मासु छ है, मासुले भरिएको छ। अनि हामीलाई चाहिँ मासु बिना चाहिँ मन पर्दैन है। फेरि मासु त चाहियो कसरी भए नि। अनि म यता चाहिँ आफ्नो धुनमा बनाउँदै थिएँ। हेर्न सक्नुहुन्छ कसरी हिलाइरहेको छु है मैले चाहिँ यस्तो चाइनिजमा यस्तो बनाउने काम त गरेको छैन। त्यही नि अब आफ्नो लागि खानालाई चाहिँ त्यति चाहिँ बनाउन आउँछ है। अनि मामाले भन्नुभयो आज खाऊ भनेर, अनि मैले नि भने हैन। अनि यता चाहिँ म पकाउन लागेँ। हेर्न सक्नुहुन्छ सबै हालिसकेपछि चाउमिनहरु हालेँ हैन। चाउमिनलाई राम्रोसँग चाहिँ मिक्स गर्नुपर्छ। राम्रोसँग मिक्स नभएछ अनि फेरि अलि नराम्रै हुन्छ है। अनि आज चाहिँ हाम्रो भाँडो चाहिँ सानो भयो। अनि चाउमिन चाहिँ धेरै थियो, अनि चाउमिन फेरि बचेको पनि थियो। त्यो चाहिँ हामीले बनाउन पाएनौँ। भाँडो धेरै सानो भयो के। अनि अब यता चाहिँ म हिलाउन लाग्छु हैन। हिलाउँदा नि तल फेरि खस्छ के, हेर्नु न खस्छ। अब कसरी हिलाउने होला त। भाँडो धेरै सानो भयो अनि चाउमिन चाहिँ 2 प्याकेट थियो के। भाँडो सानो भएर फेरि मैले चाहिँ फेरि ग्यासमै राखेँ। अनि यहाँ चाहिँ मेरो मामा हुनुहुन्छ। उहाँ चाहिँ आफ्नै मोजमा हुनुहुन्थ्यो है। मोजमा भएर उता दाइलाई जिस्काउँदै हुनुहुन्थ्यो मामालाई है। हेर्न सक्नुहुन्छ केटाहरू। अनि म चाहिँ फेरि यता धसी गरिरहेको थिएँ। कति बेला पाक्ला, कति बेला यिनीहरूलाई दिउँला भनेर मामा चाहिँ डान्स गर्दै हुनुहुन्थ्यो है। खानालाई एकदम एक्साइटेड हुनुहुन्थ्यो फेरि, भन्नै छैन। अब नर्मल हाँसो मात्रै चाहिँ ऱ्यापहरू हान्दै हुनुहुन्थ्यो। दुईजना आफ्नै तालमा थियो हेर्नु न। अनि म चाहिँ फेरि धसी गरिरहेको थिएँ। कति बेला पाक्ला, कति बेला के होला, हेर्नु नि मिक्सै भएको छैन। यति गाह्रो भयो नि मलाई कसरी पकाउने होला भनेर। अनि फाइनली पाक्यो हेर्नु है। फाइनल पाकेर यता सबै चाहिँ खान लागिसक्यो है। अनि मैले चाहिँ आफूलाई आज देखाउन पाइनँ, किनभने त्यस्तो सुविधै थिएन नि देखाउनलाई पनि। ल हस्, बाई, थ्याङ्क यू फर वाचिङ।